नमस्ते, गुड मर्निङ, शुभ प्रभात है छेजालो र वेलकम छ तपाईँहरूलाई मेगी लामा भ्लगमा। र आजको हजुरहरूको दिन शुभ मङ्गलमय रहोस्। र आज चाहिँ मेरो कान्छा भाइको नानी छोरा है दिव्यान्शुको जन्मदिन है। र जन्मदिनमा चाहिँ आज हामी घर परिवार कहाँ जाँदैछौँ है। र त्यो चाहिँ तपाईँहरूलाई भिडियो मार्फत नै तपाईँहरूलाई अपडेट दिँदै गर्छौँ है। तपाईँहरू हेर्दै जानुहोस्। र अहिले चाहिँ हामीले घरदेखि स्टार्ट गर्दैछौँ। यहाँ चाहिँ छिटो गरे अब हामी लु रेडी भइसकेको अब निक्लेको किन त भर्खर रेडी हुँदैछ अब हामी चाहिँ निक्लेको लु निस्क 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 यहाँ ऊ बोजूलाई पनि रेडी पार्दैछ हाम्रो बोजू पनि रेडी भइसक्यो लिएर हेर्नुहोस् त आज हाम्रो लु यता नि कहाँ गएको बोजू आज हाम्रो बोजू घुम्नु गएको है घुम्नु गएको हामी त बर्थडे मनाउनु गएको हो भन्ने। बर्थडे मनाउनु गएको ब्यागमा तर के गर्ने वेदर चाहिँ आज यस्तो छ पानी परिरहेको छ स्विमिङ पुलमा तर भिज्दै त खेल्ने हो हुन्छ खेल्दा हुन्छ बिमार भयो नेपाली लाउँछु हो अन्त दिदी गाडीमा म बर्थडे बोय
हामी चाहिँ पुग्यौँ ल लाग्थ्यो मैले हामी चाहिँ आइपुग्यौँ ल सामानहरू निकाल्नु है अलिकति बाजेले देख्यो आधा माथि के खोल्नुहोस् त यहाँ बोजूलाई पनि लगाइदेऊ यसको मेरो नातिको भन्दैछ देऊ हिँड्नु सक्नु भएन होइन हात खुट्टु दिदीलाई पनि यहाँ तपाईँहरूले आशीर्वाद दिनुहोस् हो यहाँ नानीसँग चाहिँ अब केक काट्नुको लागि चाहिँ हामी आएको हामी दार्जिलिङ लेबुङदेखि आएको है र नानीको आज जन्मदिन हो अनि त्यही भएर तपाईँहरूसँग बसेर केक काट्ने भनेर चाहिँ नानीलाई यहाँ लिएर आएको नानीहरूलाई राम्रो आशीर्वाद दिनुहोस् ल नलाइदिनु क्यान्डल भनेको अन्त यो काट्नु फेरि रेडी हुन्छ यहाँ पनि छोटो अगाडि बस्छ त्यहाँ पनि ह्याप्पी बर्थडे पहिला नानीलाई ल नानु यता हेर आज बर्थडेको नानीलाई हजुर नानीलाई लगाइदिनु मेरो नातिलाई धेरै केक अब 4 बजे उहाँहरूको हातबाट उहाँले काट्छ नि लु किन लगाएको दुई हात जोडेर जोडेर नि आशीर्वाद ल अब यता हो आउँदैछ ढोका हुन्छ भन न विकास भाइ खाना पनि निकाल्ला माथि पनि जानुपर्छ ल
आशीर्वाद दिनु हुँदैछ नमस्ते गर त्यो क्यान्डल निकालिदिनु पर्थ्यो अन्त गरम हुन थाल्यो है हिँड्नु नसक्नु उताकोलाई दिदी होइन माथि लग्यो एकछिन पर्ख नमस्ते 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 अब होइन भाइलाई माया गर्नुभएको अरे ल यता ल दुई हातले दिँदै ढोका ए ल किन नमस्ते गर आशीर्वाद थाहा पनि नानीहरूलाई त्यो नदेऊ पुरा त्यो नदेऊ पुरा नदेऊ त्यो हुन्छ हुन्छ आउनु भयो पायो यहाँ पनि हुनुहुन्छ है नमस्ते भन्नु बुझ्छलाई होइन आज आएको फर्स्ट टाइम ए हजुर हजुर नमस्ते अरे अम्मा ल देऊ नानु बुझ्छलाई ऊबाट बोजूलाई पनि देऊ बोजूहरूलाई पनि टोपी ल्याइदिएन ए बोजूले कहाँनिर हजुर हजुर लु अब उहाँलाई केक दिनु झरेको यो खैनी लिएर आउनुहोस् त यता सबै बाजेहरूलाई ढोका नानी बुझ्यौ न भयो के भन्दैछ तिमीलाई यहाँ दाजुहरूको लागि ट्राई गर्छ कि सक्नु हुँदैन उहाँ चाहिँ कति पुग्नु भयो अरे 105 हजुर 105 उहाँको त अब म्याडमले ड्राइभरहरू हेरिदिनुहुन्छ मुखहरू धोइदिनुहुन्छ उहाँले नै हेर्नुहुन्छ र म्याडमले नै
अन्तरलाई पुरा मन परेछ अब तपाईँले उहाँलाई सोध्नुहोस् न जानुहोस् उहाँले अब कान सुन्ने भनेको उहाँसँग सोध्नुहोस् बुझ्छ दाजु यसो एक दुईवटा उहाँलाई बताइदिनु अब उहाँलाई सोध्नुहोस् के सोध्नुहुन्छ हजुर अब म आएको चाहिँ अब 3 वर्ष भयो पेसोकबाट आएको हुँ पेसोकबाट आउनु भएको तपाईँ तक्दा पेसोक तक्दा साइड लप्चू पेसोक है लप्चू हजुर हजुर सबै कुरो राम्रो छ हो यहाँ सबै कुरो खानपिन सबै टाइम टेबल सब दबाई पानीहरू सबै ठिक छ हजुर डक्टरी सबै बिमार भयो भने हस्पिटल एडमिट गरिदिन्छ हो खानापिना 5 पल्ट खान्छौँ सबै कुरो यहाँ एकदम राम्रो स्वर्ग छ हाम्रो एकदमै सेकेन्ड प्याराडाइज हो आई वान्ट टु से समथिङ टु यु हो म्याडम एकदमै राम्रो छ एकदम सी इज नट रुथलेस सी इज ए भेरी काइन्ड हार्टेड पर्सन वुमेन आई वान्ट टु रेस्पेक्ट अवर म्याडम एन्ड म भन्न चाहन्छु यहाँ जस्तो स्वर्ग चाहिँ अरू कहीँ पनि छैन यो त सेकेन्ड प्याराडाइज हो हाम्रो लागि हो यहाँ चाहिँ हाम्रो चाहिँ यो एउटा गोल्डन अपर्च्युनिटी हो यहाँ आइपुग्नु चाहिँ हाम्रो किस्मतवाला थियो र आयौँ र कोही मान्छे चाहेर पनि आउनु सक्दैन हजुर हजुर यहाँ एकदम राम्रो छ निट एन्ड क्लिन छ एकदम यहाँको एक्टिभिटिजहरू राम्रो छ बिहान यहाँ एकदम सबै एकदम क्लिन हुन्छ 2 घन्टा हो सबै कुरो यहाँको एक्टिभिटिजहरू सब राम्रो छ म्याडम पनि बढिया छ राम्रो छ अब हामी त मेन अब हाम्रो अर्थीहरू चाहिँ यहीँ नै विसर्जन हुन्छ अब उहाँले सबै बनफुल गर्नुहुन्छ हाम्रो अर्थीहरू डेड बोडीहरू सबै कुरो एक दिन हामी जान्छौँ हो सबैजना जान्छ नै हो एक दिन हामी जान्छौँ यहीँ नै जान्छौँ हो यहीँ नै सब कुरो हुन्छ हाम्रो त्यस कारणले गर्दा बस्छु यहीँ नै मेरो जिन्दगी बिता अब यो शेष जिन्दगी चाहिँ म यहीँ नै बिताउँछु म चाहिँ एकदमै डिटरमाइन्ड गरेर चाहिँ म यहाँ आएको ए हजुर हजुर सेक्रिफाइस दिएर आएको म कतै पनि जाँदिनँ हो यहीँ नै बस्छु यहीँ नै मर्ने अब राम्रोसँगले बस्नुहोस् हो अहिले तपाईँलाई दुख्नु सुक्नुहरू केही छ दुख्नु सुख्नु केही पनि छैन मेरो एकदम केही पनि छैन म राम्रै मन्दिर जतिको हो यो प्रशान्ति निलम नगए पनि हुन्छ हजुर हजुर सबभन्दा ठुलो सेवा नै है हो त यता बाजुलाई उहाँ त दिदीको मेरोसँग खिच्यो फोटो खान्दिनँ मान्दैन उहाँले कहाँ भने घुम पनि रे मलाई हो यस्तो यस्तो गर्नु हुँदैछ कि पैसा गर्नुभएको रहेछ फेरि गर्दैन भाइ दिन्छु घरमा चाहिँ को छ तपाईँको अलिकति अब भिडियो बनाउँदैछु हो तपाईँहरूको फोटो खिच्दै भिडियो बनाउँदैछु अझै तपाईँहरूलाई एकदम है एकदम ठुलो सहयोगी हातहरू आउनेछ हाम्रो भिडियोहरू हेरेर होइन खानु हुन्छ कागझोडा बस्नुहुन्थ्यो ए कति वर्ष भयो भयो नि 5-6 वर्ष 5-6 वर्ष भयो अरे भयो नि राम्रो थियो नि मेरो आँखा अपरेसन गरेर क्या ए खर्च पऱ्यो दुइटै आँखा एउटामा त गरेको हुन्थ्यो हो दुइटै गरिदिएको अहिले चाहिँ केही देख्नु हुँदैन देख्छु अलिअलि त देख्छु ए हजुर साह्रै त छैन राम्री थिएछ तपाईँ त पहिला राम्री थियो होला है तपाईँले अब तरुणीमा त राम्रै हजुर तपाईँ नि ब्युटी छ म भन्दैछु होइन राम्री छ तपाईँ पनि तपाईँ झन् पुरा हेल्दी हुनुहुँदो रहेछ म जस्तो रहेछ तपाईँ यता हेर्नु तपाईँ र म मिल्ने रहेछ है हजुर बक्सिङ त खेल्दिनँ हौ बुई होस् डर लाग्यो मलाई
बुझ्यो होइन कस्तो राम्री रहेछ भनेको नि कहाँ हो तपाईँको घर? कागजोडा अरे हो चाहिँ कहाँ थियो पहिला दार्जिलिङको थियो कि हजुर अन्त यहाँको नि ए कहिले आउनु भएको यहाँ चाहिँ तपाईँ चाहिँ 5 वर्ष भयो नि 5 वर्ष आमामा मजा छ यहाँ तपाईँहरूलाई मजा छ यहाँ भन्नु हुँदै थियो उताटी अङ्कलले अघि राम्रो छ भन्दै सानोको पात राखेको नि राख्नुपर्छ नि हो त राख्नुपर्छ नि सनक्कै सफा राख्नुपर्छ आफू बस्ने रुमहरू हो तपाईँ त पुरा हेल्दी रहेछ मन पर्यो म तपाईँलाई पुरा सफा कस्तो राम्रो हेर परेको हेल्थ फ्याँक्दिनँ कहिले पनि हुन्छ मिठो उठ्न मिठो खान्छु खानुपर्छ हजुर 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 त्यो कारण हेल्दी भएको हजुर हामी चाहिँ आज यहाँ ओल्ड एज होममा आएको थियौँ यहाँ अङ्कलहरू हुनुहुन्छ है यहाँ हाम्रो बोजूहरू है यहाँ हाम्रो अर्को बोजू पनि म देखाउँछु ल तपाईँहरूलाई राम्रो देखेँ है कस्तो राम्री बोजू रहेछ हौ राम्री रहेछ हौ चिटिक्क सफी हेर्नु नि कस्तो सफी त्यही त कस्तो सफा बसेको हेर्नु न चिटिक्कै है यहीँ हेर्नुभयो हो दा 22 भन्दैछ बुझुले हामी लेबुङबाट त्यत्रो टाढोबाट आएको भन्दैछ लु बाई बाई गरिदिनु आमा बुजुलाई टाटा गर्नु न बोजूलाई गरे त गर्नु त लु जाउँ सफा रहेछ ए प्रज्ञालाई सोधेको दिव्यान्सुलाई सोधेको तपाईँ कति भयो 3 वर्ष अब चाहिँ हामी जानु लागेको हो अब यहाँ बाजे बोजूहरूसँग भेटघाट भइसक्यो अब चाहिँ हामी निस्किने बोजूले बाई बाई गर्दैछ माथि ओह्रालो झर्नु सक्दैन अरे नि त दाजु चाहिँ सिंहमारीको कि तर गाडी चाहिँ सँगै कुदाएको भाइले चिनेको रहेछ म नि चाहिँ यहाँनिर। घले गुरुङ हुनु पर्छ हँ घले गुरुङ ए गपे घले गुरुङ हो ए हुन्छ राम्रोसँगले बस्नुहोस् तपाईँहरूको हेल्थ पनि राम्रो भएको रहेछ हो यहाँ अब एकदम सादा है राम्रो खानाहरू खानापिना टाइम टेबल सुत्नु खानु है बस्नु धेरै कुराको सुविधा रहेछ तपाईँहरूको यहाँ जिउहरू पनि अनुहार सफा भइसक्यो है आमा ऊ माथि बाई गरिदिनु टाटा गरिदिनु अरे ऊ माथि